नमस्कार, म जयेन्द्र जलन। आज म यहाँ विकसित राष्ट्रहरूले कसरी फोहोर अथवा प्लास्टिक तथा बोतलहरूलाई व्यवस्थापन गर्छन् भन्ने एउटा सानो उदाहरण लिएर आएको छु। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो सबै बोतल क्यान्सहरू जुन हामीले घरमा युज गरेर बाटोमा फ्याँक्ने घर आँगनमा फ्याँक्ने गरिरहेका छौँ। तर त्यसलाई त्यो विकसित राष्ट्रहरूले कसरी यसलाई सही प्रयोग गरेर एउटा पैसा कमाउने माध्यम बनाएका छन् भन्ने एउटा छ। यहाँ चाहिँ देख्नु भएको तपाईँहरूले यो मेसिनमा आफूले ल्याएका युज गरेका बोतल क्यान्सहरू हालेका पछाडि एउटा बोतल बराबर 10 सेन्ट यानि कि नेपालको 10 पैसा एउटा बोतलबाट प्राप्त हुन सक्छ। यो प्रविधि हामीले नेपालमा पनि भित्राउन सक्यौँ भने जततै गाउँघरमा बाटोघाटोमा फ्याँकिने बोतल प्लास्टिकका बोतल सिसाका क्यानहरूलाई पनि एउटा व्यवस्थित ढङ्गले पैसा आय अर्जनको बाटो बनाउन सकिन्छ भन्ने उदाहरण हो। हामीले घरमा थोरै गरेका सामान यहाँ लिएर आएका छौँ। हामीले ग्लासले सिसाको बोतललाई यसरी हाले पछाडि एउटा बोतलबाट 10 सेन्ट यसले दिन्छ। नेपालको 10 पैसा भने जस्तै हो। यहाँ छुट्टै छुट्टै ग्लास लेखेको छुट्टै हुन्छ, यता क्यान कार्टुन छुट्टै हुन्छ। अब हामीले 4-5वटा बोतल हाल्दा 50 सेन्ट आइसकेको छ। लेट्स सी हामीले कति कमाउँछौँ। यहाँ चाहिँ यति बाँकी छ।